जय माता दी मित्रहरू। आज हामी आर्ट अफ डिट्याचमेन्टको बारेमा सानो कुरा गर्नेछौँ। जब जिन्दगीमा हामीलाई लाग्छ कि हामी हरेक चिजसँग हाम्रो मोह हुँदैछ र यो मान्छेसँग मात्र नभएर चिजसँग, वस्तुसँग, घरसँग, हरेक चिजसँग तपाईको हदसे ज्यादा मोह हुन जान्छ, त्यति बेला तपाईलाई आर्ट अफ डिट्याचमेन्ट सिक्न एकदमै जरुरी छ। किनभने जब मोह धेरै बढ्छ, धेरै कुनै चिजसँग बियोन्ड द लिमिट तपाईको मोह हुन जान्छ, तब त्यहाँ त्यही चिज तपाईलाई एउटा पोइजनको रूपमा काम गर्नेछ, एउटा टक्सिक इन्भाइरोमेन्ट बन्न जानेछ। र यति बेला यदि तपाईले आर्ट अफ डिट्याचमेन्टलाई फलो गर्नुभयो भने तपाईको जीवन सुनमा सुगन्ध हुनेछ। अब यो आर्ट अफ डिट्याचमेन्ट कसरी चाहिँ हामीले सिक्ने भन्दाखेरि चाहिँ हरेक चिजलाई दिन प्रतिदिन अलिअलि लेट गो गर्ने भन्नाले कुनै चिजमा तपाईको अति नै मोह छ र तपाईलाई आउट अफ द कन्ट्रोल छ, तपाई कन्ट्रोल गर्न सक्नुहुन्न कि यो चिज बिना म बाँच्न सक्दिन, यो खानेकुरा बिना म बाँच्नै सक्दिन। कतिलाई त खानेकुरामा पनि एकदमै मोह हुन्छ, त्यो चिजप्रति एकदमै अट्याच हुन्छ, किनभने त्यो चिजसँग हाम्रो इमोसन जोडेको हुन्छ र यही इमोसनलाई हामीले कन्ट्रोल गर्न एकदमै जरुरी छ। र आर्ट अफ डिट्याचमेन्ट यहाँ एकदम ठुलो भूमिका निभाउँछ मित्रहरू, किनभने यसले तपाईलाई बिस्तारै बिस्तारै त्यो चिजमा तपाईको मोह यानी अट्याचमेन्ट कम हुँदै जान्छ र त्यो चिज बिना पनि तपाई बाँच्न सक्नुहुन्छ भने एउटा तपाईको कन्फिडेन्स आउँछ, एउटा पोजिटिभ थट्सहरु आउँछ। र जब जब जीवनमा हामी पोजिटिभ रूपमा बाँच्न सिक्छौं, पोजिटिभ इन्भाइरोमेन्टमा बाँच्न सिक्छौं, तब जीवनमा तपाईको ठुलो परिवर्तन आउँछ, ठुलो तपाईको प्रोग्रेस त्यहाँ स्टार्ट हुन सुरु हुन्छ। किनभने तपाई आजदेखि नै आफ्नो लागि बाँच्न सुरु गर्नुहुन्छ, न कि जुन चिज तपाईको कन्ट्रोलमा छैन त्यो चिजलाई तपाईले लेट इट गो गरेर एउटा डिट्याचमेन्ट फिल गर्दियो भने तपाईको नि त्यो दिनदेखि नै तपाईको ग्रोथ सुरुवात हुनेछ मित्रहरू। र आजदेखि नै हामी आर्ट अफ डिट्याचमेन्टको बारेमा सोचौं मित्रहरू।